वर्ष यताकै धेरै वर्षा हुने मौसमविदले बताएका छन्। लुम्बिनी र गण्डकी प्रदेशका 2/3 बढी भूभागमा यस वर्ष सरदर भन्दा 55 देखि 65% धेरै पानी पर्ने मौसमविदको प्रक्षेपण रहेको छ। यस वर्षको मनसुन शुरू हुनु अघि नै असामान्य संकेतहरू देखा परेको भन्दै जलवायु तथा विपद विज्ञ डाक्टर धर्मराज सुप्रेतीले जेठ 18 गतेदेखि असोज 14 गतेसम्मको अवधिमा औसत भन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपण गरिएको जानकारी दिनुभएको छ। त्यसको असर नेपालका उच्च पहाडी, उच्च हिमाली तथा अन्य प्रदेशका धेरैजसो भूभागमा पर्ने उहाँको भनाइरहेको छ। विशेषतः गण्डकी र लुम्बिनी प्रदेशका 2/3 भूभागमा 55 देखि 65% सम्म औसत भन्दा बढी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनु भएको छ। डाक्टर उप्रेतीका अनुसार पछिल्ला 30 वर्षको तुलनामा यो वर्ष धेरै वर्षा हुने देखिन्छ। सुदूरपश्चिमको दार्चुला, बैतडी लगायतका उच्च हिमाली क्षेत्र, बागमती प्रदेशका विभिन्न भूभाग र मध्य प्रदेशकै उत्तरी क्षेत्र औसत भन्दा बढी वर्षा हुने सम्भावित क्षेत्रहरू हुन्। तापक्रम समेत औसत भन्दा बढी हुने प्रक्षेपण गर्दै उहाँले उच्च हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटको जोखिम बढाउने उल्लेख गर्नु भएको छ। मनसुनको अवधिमा क्रमागत रूपमा पानी पर्नुको सट्टा एकैपटक धेरै पानी प्रणाली बाढी र पहिरोको सम्भावना बढाउने डाक्टर उप्रेतीको भनाइरहेको छ। पहिलेकै पर्याप्त आर्द्रता भएको माटोमा भारी वर्षा हुनाले जमिन स्खलन, नदी थुनिने, नदी फुटेर बाढी आउने र जलाशय जस्तै नयाँ ताल बन्ने सम्भावनाले डरलाग्दो दृश्य उपस्थिति गराउने उहाँले चेतावनी दिनुभएको छ। डाक्टर उप्रेतीले जलवायु जन्य जोखिम न्यूनीकरणका लागि प्राविधिकको प्रयोग र पूर्व सूचना प्रणालीको विकास अपरिहार्य भएको बताउनु भएको छ। विशेषतः कर्णाली, कोशी, राप्ती, भवईदेखि नारायणी नदीसम्मका तटीय क्षेत्रहरूमा माथिल्लोदेखि तल्लो भागसम्मको जोखिमको आकलन गरी समयमै सूचना प्रवाह गर्ने प्रणाली निर्माण गर्नुपर्नेमा उहाँले जोड़ दिनु भएको छ। जलवायु परिवर्तनको असर परम्परागत ज्ञान वा पुर्खाहरूको बसोबास सञ्जालले मात्र बुझ्न सक्ने अवस्था नरहेको भन्दै उहाँले उच्च हिमाली भेगका बस्तीहरू जहाँ नदीको किनारामा परम्परागत रूपमा बसोबास गरिरहेको छ त्यहाँ जोखिम थपिएको र हिजोको सुरक्षित ठानिएको ठाउँ आजको बदलिएर मौसम र जलचक्रमा असुरक्षित हुन सक्ने चेतावनी समेत दिएका छन्। औसत भन्दा बढी तापक्रम र वर्षाको असर मानव स्वास्थ्यमा पनि देखिन सक्ने उहाँले अनुमान गर्नुभएको छ। डाक्टर उप्रेतीले यो वर्ष खाल्डाखुल्टीमा पानी जम्ने र तापक्रम बढ्ने प्रवृत्तिको कारणले डेंगू रोग फैलिने सम्भावना विगतका वर्षभन्दा बढी देखिएको जनाउनु भएको छ। पहाडी तथा उच्च हिमाली भेगहरू जस्तै सुदूरपश्चिम र कर्णालीका उत्तरी क्षेत्रमा समेत डेंगू देखिन सक्ने अनुमान गरिएको छ। हावाको भावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन सामान्यतया जेठ 17 वा 18 मा केरला आइपुग्छ र जेठ 30 गते भित्र नेपाल प्रवेश गर्छ। तर भारतको मौसम विभागका अनुसार दक्षिणी केरला राज्यमा सरदर एक साता अगावै शनिबार मनसुन भित्रिसकेको छ। भारतमा औसत समय भन्दा अगावै मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि चाँडै मनसुन शुरू हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ। केरलामा मनसुन आइसकेकाले अबको 7 देखि 10 दिनभित्र पूर्वी नेपालको झापा हुँदै प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्दरले जानकारी दिनुभएको छ। भारतको मौसम विभागले संचार माध्यमलाई बताए अनुसार यस वर्ष प्रवेश भइसकेको मनसुन 16 वर्ष यता अर्थात सन् 2009 मे 23 पछि सबैभन्दा चाँडो भित्रिएको हो। मनसुन प्रवेशले गर्मीबाट राहत मिले पनि क्षति शुरू भइसकेको छ। 20 लाख नागरिक प्रभावित हुन सक्ने 5 दिन अघि जल तथा मौसम विभागले राष्ट्रिय मनसुन फोरम 2082 कार्यक्रममा सार्वजनिक गरेको थियो। मनसुन ऋतुको हावापानी प्रक्षेपण अनुसार यस वर्ष नेपालमा औसत भन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरिएको छ। विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूप आकलन र साउथ एसिया सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा प्रक्षेपण गरिएको हो। कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना 55 देखि 65% रहने अनुमान छ। सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर पूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षाको सम्भावना 45 देखि 55% रहेको छ। यसका बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना
35 देखि 45% रहेको छ। यस वर्षको मनसुनबाट देशभर 4,50,000 घरधुरीका 20 लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ। यो गत वर्षको तुलनामा 38,000 भन्दा बढी घरधुरीका 2 लाख भन्दा बढी नागरिक हुन्। त्यसमा पनि मनसुन चाँडै प्रवेश हुने सम्भावना रहेकाले मनसुनजन्य जोखिम व्यवस्थापन तथा न्यूनीकरणमा जोड़ दिनुपर्ने मौसमविदले सुझाव दिएका छन्। मे शुरू भएपछि सबैजसो पहाड़ी भेगमा दिन जसो वर्षा भइरहेको छ। सामान्यतया नेपालमा जुन 13 मा मनसुन प्रवेश गरेर 112 दिनपछि अक्टोबर 2 मा बारिने गर्छ। मनसुन हुन अहिले सक्रिय पश्चिमी र स्थायी वायुलाई बंगालको खाडीबाट आएको मनसुनी वायुले विस्थापित गर्नुपर्ने हुन्छ। मनसुनका 4 महिना बाहेक बाँकी 8 महिना भने नेपालमा पश्चिमी र स्थानीय वायु नै हावी हुने गर्छ। मनसुनमा पूर्वीय हावा सक्रिय हुने भए पनि अरेबियन सागरबाट आएको वायु सक्रिय भएको खण्डमा पश्चिम नेपालमा पनि पानी पर्ने हुन्छ। तर सामान्यतया मनसुन कोशी प्रदेशबाट भित्रिएर सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिने मौसमविदले बताएका छन्।